दुर्गा बाजे नमस्कार। नमस्ते। होइन हजुरलाई त पुलिसले समातेको गर्छ भने के हो कुरो? राज्यले गरेको आतंक। अब त हजुरलाई समाउन पुलिस पनि दिक्क मानी जान्छन् होला। हजुर चाहिँ के भन्नुहुन्छ? पुलिसले हजुरको घरमा समाउन आउँदाखेरि एसपी साहब यहाँ आउनु न, चिया खाएर जाउँ। चिया खानी, गफ हान्नी, बस्नी अनि लास्टमा जाने बेला चाहिँ के भन्नुहुन्छ? तपाईँको रिटायर हुने बेला भएको। अब मेरो समस्या चाहिँ तपाईँले बुझ्नु भएको छ नि, मैले हिरासतमा त्यो गनाउने ठाउँमा बस्न मिल्दैन। मान्छे त तपाईँ पनि गजबकै हो क्या। होइन के हो यो? यस्तो सलाम हान्ने भनेपछि यो हजुरको घरमा होला। हजुरको घरमा पनि भिडियो चाहिँ कसले खिचेछ? त्यो घरको भिडियो छोरीले खिचेको। भिडियो त खिच्यो, कसलाई देखाउन खिचेछ? त्यो भिडियो नि केपी ओलीले हेरेको छ। केपी बाजे पनि म त्यो दुर्गा परसाईलाई यो भन्दा पनि खतरा भिडियो बनाएर देखाउँछु भन्न बेर लाउँदैन। सबैलाई मैले भनेको छु त, तल माथि भयो भने। केपी बाजे पनि कम्ताका मान्छे होइनन्। हजुरको भन्दा पनि राम्रो भिडियो बनाएर देखाइदियो भने के गर्ने? हात खुट्टा बाँधेर घरमै। यस्तो चाहिँ कसले गर्छ, तपाईँले कि अरूले? जनताले। जनता त आजभोलि नयाँ सरकारको काम हेर्दै व्यस्त छन्। अहिले अर्को कुरा, नयाँ कुरा आयो होइन? फेरि के नयाँ कुरा आयो? नयाँ सरकारको बारेमा होला। नयाँ सरकारको बारेमा कुरा गर्यो भने त आजभोलि के हुन्छ थाहा त होला नि। 2000 जना मान्छे मुख छाड्ने राखेको छ यिनीहरूले। पैसा चाहिँ कति दिन्छन्? यदि टन्नै पैसा दिने हुन् भने त म पनि त्यही टिममा सामेल हुन्छु। गाली गरेकै पैसा मिल्छ भने त किन नहुनु? यहाँ सुन्नु त, 1 रुपैयाँको केही आउँदैन, 10 रुपैयाँको तान। सुन्नु चाहिँ कुरा। सुन्दैछु। तेरी दिदी सेलले लग्यो, सेलको पुच्छर तान। भयो कुरा छोडौँ। देशको लागि बोल्ने म मात्र हुँ भनेर केही हुँदैन। देशको लागि केही गर्नु पनि पर्छ। बस्न त केपी बाजे पनि उहाँ कति वर्ष जेल बसेका थिए। हाम्रो हजुरबुवा मारेर बसेको ज्यान मुद्दामा। एमाले सघन खोज्ने दुर्गा परसाई हो भन्छन् आजभोलि मान्छेहरू। होइन, एमाले सकिएको उनीहरूको कारणले त। केटीसँग घुम्न जाने मैले लगाएको। कुन केटीसित घुम्न गए फेरि? अरेली काँडेले मैले नाच्नु भनेर मैले लगाएको। गीतमा नाच्दैमा के हुन्छ र? नाच्न देऊ न, अरू के गर्छन्? अनि बुढा मान्छे राम्रोसित हात खुट्टा लाग्दैन, के का पिङ खेल्छन्? बो यो कुरा छोडौँ, यिनका कुरा छोडौँ, अरू भन्नु नयाँ कुरा। आमा त्यहाँ घन्टीलाई भोट हाल्नु भएन भने हामी घर आउँदैनौँ भन्थे अरे, अब उनीहरूले पनि आउनु पर्दैन। ल त्यसो चाहिँ किन? घरै छैन यता। हजुरलाई आजभोलिका नयाँ सांसदहरू मन परेका छैनन् र भने? अनुहार कस्ता छन् यिनीहरूको, सबै गनाउने मुख लगाएर। त्यसो भने फेरि पुलिस आएर लैजाला। मैले देखेँ क्या पुलिसको हालत हैसियत। यस्तो चाहिँ नभन्नु है, घरमै आउँछ पुलिस फेरि। हिजो साथी जलमा आर्मीसँग भिडेको मान्छे पुलिससँग के को पिर बनाए? पुलिस देखेको छैन मैले दुर्गा परसाईजी नबोल्नु भनेकै हो, लगे त फेरि। सम्पूर्णमा नमस्कार। मिठोमा धेरै सम्झना छ। मैले रमाइलोको लागि यो भिडियो रमाइलोको लागि मात्र बनाएको। हजुरलाई मन पर्यो भने टक्क लाएर सब्सक्राइब हानिदिनु, लाइक हानिदिनु, कमेन्ट हानिदिनु। राम्रो लाग्छ भने फेरि म अरू पनि बनाउँछु राम्रो। कमेन्ट हानिदिनु, सब्सक्राइब हानिदिनु है। सब्सक्राइब कम छ, सब्सक्राइब त ठोकिदिनु पर्यो हजुरहरूले।